#ConnectNepalgans नमस्ते सबैजनालाई स्वागत छ मेरो ब्लगमा। सर्वप्रथम #ConnectNepalgans यो चाहिँ ह्यासट्यागहरू युज गर्दिनु होला आफ्नो भिडियोहरुमा। यसले गर्दाखेरि नेपालगञ्जको बारेमा धेरैजनाले सर्च गर्नुहुन्छ अनि थाहा पाउनुहुन्छ। सो यो भिडियो रहेको थियो हाम्रो कन्टेन्ट क्रिएटर मेटअप एन्ड ग्रेटिङ। यसमा चाहिँ जति पनि हाम्रो चाहिँ फेसबुक, इन्स्टा, टिकटक, युट्युब जताततैको चाहिँ कन्टेन्ट बनाउनुहुन्छ उहाँहरू लगायत सबैजना कन्टेन्ट क्रिएटर, ब्लगर, युट्युबर लाइक सबैजनाको चाहिँ भेटघाट अनि हाम्रो चाहिँ मेटअप प्रोग्राम थियो। जो ओरिजिनली आइडिया चाहिँ उहाँकै नै हो, आरजीबी नेहाल मोहम्मद अख्तर। नेपालगञ्ज कोलपुरको म्याक्सिमम मान्छेले चिन्नु भएको छ। उहाँ चाहिँ प्रोफेसनली ब्याङ्कर हो, बट हि इज फोटोग्राफर, भिडियोग्राफर, ब्लगर। सम्पूर्ण रूपमा भन्नुपर्दाखेरि हि इज फुल अफ ट्यालेन्ट एन्ड फुल अफ लिभिङ हार्ट होइन। उहाँको चाहिँ तारिफ गरे जस्तो लागिरह होला, बट हि इज रियली नाइस गाई। अनि मोरओभर हि इज बेस्ट फ्रेन्ड अफ 99% पिपल अफ नेपालगञ्ज एन्ड कोलपुर। हाम्रो प्रोग्राम चाहिँ नेपालगञ्जमा रहेको होटल कल्पत्रमा भएको थियो। अनि प्रोग्राम चाहिँ 12 बजेदेखि नै स्टार्ट हुने भन्ने थियो, तर नेपाली टाइमै हुनु अनि 1 आवर लेट नै भयो। अनि 1 बजेदेखि नै स्टार्ट भएको थियो। अनि फर्स्टमा चाहिँ इन्ट्रोडक्सन राउन्ड स्टार्ट भयो। हुन त सेड्युल बनेको थियो, बट त्यही 1 घन्टा पछि परियो, त्यही भएर चाहिँ यहाँ भने जस्तो भएन। फर्स्टमा चाहिँ इन्ट्रोडक्सन राउन्ड नै गरियो। अनि इन्ट्रोडक्सन राउन्ड पछि चाहिँ हामीले चाहिँ खाजा खान थाल्यौँ। लगभग 2-2:30 भइसकेको थियो होइन। मेरो चाहिँ एउटा यस्तो ह्याबिट छ, म जहाँ पनि जान्छु नि मान्छेहरूलाई चाहिँ साथी बनाइहाल्छु कि, मतलब बोल्दा बोल्दै साथी भइहाल्छ। अनि त्यहाँ बस्दा बस्दै पनि यो नानु चाहिँ मेरो फ्यान भइहालेको थियो। आई हेभ सम म्याग्नेटिक पावर, आई थिङ्क। आई डोन्ट नो द्याट इज ब्याड अर गुड। अनि आइ एम नट जजमेन्टल पर्सन, बट यो भाइहरूले, भाइ हो या दाइ हो, फोटो खिचेको भिडियो गराएको देखेर मलाई चाहिँ एकदम धेरै इन्ट्रेस्टिङ लागिरहेको थियो। सो मैले क्लिक गरेँ। अनि त्यसपछि हाम्रो चाहिँ टी टाइम सकेपछि फेरि हाम्रो इन्ट्रोडक्सन एन्ड ट्यालेन्ट राउन्ड स्टार्ट भएको थियो। लाइक ट्यालेन्ट मतलब आफूलाई जे मन लाग्छ आफूसँग भएको ट्यालेन्टहरू सो गर्न पाउने। अनि उहाँले चाहिँ डान्स गर्नुभएको थियो। आई डोन्ट नो हिज नेम, थाहा भएदेखि चाहिँ उहाँलाई मेन्सन गर्नु होला। अनि ऊ भाइले चाहिँ ऱ्याप सुनाएको थियो। ऊ चाहिँ त्यही अघि बोलेको नानुको भाइ हो। अनि उसले पनि एकदम राम्रो ऱ्याप सुनाएको थियो। आम नट ऱ्याप पर्सन, बट स्टिल आई लभ हिम, हिज ऱ्याप होइन। अनि मेरो चाहिँ नेहालले, अब तिमी चाहिँ अलि स्पेसल मान्छे हो, अलि पछि तिमीले चाहिँ आफ्नो के अरे मनमा लागेको कुराहरू भन्नु या गाउनु भनेर चाहिँ भन्नुभएको थियो। सो म वेट गरिरहेको थिएँ। बट 3 बजीतिर 3 नबज्दै मेरो साथी चाहिँ उठेर गइहाल्यो, उसको ड्युटी छ भनेर 3 बजीदेखि। अनि त्यसपछि चाहिँ लगभग 4:30 जति हुन लागिसकेको थियो। अनि सबैजना घर जानुपर्छ भनेर निस्किहाले। चिसो दिन, त्यसमाथि चाहिँ अब रात पर्न लाग्यो। अनि त्यसपछि यति शीतलहर चलिरहेको थियो कि, सो सबैजना निस्किहाले। अनि हाम्रो चाहिँ केक काट्न पनि बाँकी नै थियो। सो हामी सबैजना चाहिँ अर्को हलतिर लाग्यौँ। त्यहाँ चाहिँ अलिक स्पेस ठुलो थियो, प्लस फोटो खिच्न मन लागेकोले फोटो खिच्ने, भिडियो बनाउन मन लागेकोले भिडियो बनाउने, यताउति भनेर। अनि स्पेस चाहिँ ठुलो पनि रहेछ, राम्रो पनि रहेछ। यता आएर चाहिँ हामी फोटो खिच्यौँ, भिडियो बनायौँ। अनि मेरो भिडियो फोटो खिचिदिने भाइ चाहिँ ऊ हो। यिनी चाहिँ मेरो सबैभन्दा क्युटेस्ट फोटोग्राफर अनि मोस्ट एक्सपेन्सिभ फोटोग्राफर हुन्छ। पेमेन्ट चाहिँ पछि दिने हो, भिडियो पछि दिन्छौँ हामीले, फोटो भिडियोमा नदिने पेमेन्ट। हामी सबैजनाले पालो केक काट्यौँ। अनि काट्दा एउटै स्लाइस 10 जनाले काटेको भएर एकदम धेरै त्यो हलुवा जस्तो भएको थियो। अनि केक खायौँ। अनि मोर भिडियो हुन जो पनि भेटिरहेको थियो, रेन्डम मान्छेलाई दिइरहेको थियो। हुन त त्यहाँ भेटेको मोस्ट अफ दि फेस आर लाइक फ्यामिलियर, बिकज अब इन्स्टा, टिकटक, फेसबुक जताततै धेरै सोसियल मिडियाहरू छ, काहीँ न काहीँ चाहिँ हाम्रो इन्काउन्टर भयो होला। अनि त्यो भाइले चाहिँ आफै ल्याउनु दिदी म भिडियो बनाइदिन्छु भन्दै थियो, अर्को भाइले। अनि बनाउँदै हामी चाहिँ निस्क्यौँ, घरतिर लागे। लगभग 6 बजिसकेको थियो त्यति बेलासम्म। थ्याङ्क यू सो मच। #ConnectNepalgans। लाइक, शेयर एन्ड सब्सक्राइब माई च्यानल। लभ यू।